सुरुमा जब जेएनजीले आन्दोलन सुरु गर्यो नि यो राज्य व्यवस्थासँग सम्बन्धित कुनै पनि कुरै थिएन न त संविधान संशोधन न त प्रत्यक्ष कार्यकारी हैन कुनै थिएन नि केही पनि थिएन शुद्ध के थियो पहिलो बुदा त अरुसुकै जेसुकै होस् पहिलो बुदा त यही रिलिज सामाजिक सञ्जाल पहिलो बुदा त्यही थियो त्यसपछि सुशासन भ्रष्टाचारका कुराहरू जोडिए यो राज्य सञ्चालनको कुराहरू त तपाईको थिदै थिएन उनीहरुले त सरकार त माग गरेथे थिएन के पनि थिएन अब उनीहरुलाई पनि असमञ्जसमा चाहिँ नि परेका छन् के अब वात त जनताको चाहिँ नि महत्त्वाकांक्षा जेएनजीको महत्त्वाकांक्षा युवाको महत्त्वाकांक्षा अब चाहिँ नि के भयो पलट खायो के हिजोको जुन माग थियो त्यो मागको ठ्याक्कै विपरीत अहिले माहौल चाहिँ क्रिएट भयो त्यो आयोगले खुट्टा कमाउन हुन्न हेर्नुस् यो विगतको जस्तो आयोग होइन यो हेर्नुस् ऐतिहासिक धरोहर जल्या छ तपाई हामीले न्यायको प्रतीक्षामा बसिरहेको बेला मिसिल जल्या छन् देशका ठूला ठूला भ्रष्टाचारको काण्डमा र ठूला जघन्य अपराधमा मुछिएका तपाईको नेताजीहरुको फाइल मिसिल सबै डढेको अवस्था छ त्यो भन्दा पनि महत्त्वपूर्ण विद्यार्थी भाइ बहिनीहरुले शहादत प्राप्त गरेका छन् अन्य उहाँहरु समेत 74 जना यो आयोग भिन्न पृष्ठभूमिको हो यो आयोगले त्यतातिर पनि गम्भीर भएर चाहिँ छानबिन गर्नुपर्छ हैन अबोध बालबालिकाहरुको मूल्यलाई एकदम कम आक्नु हुँदैन हो एउटा यो अर्को चाहिँ नि तपाईले भने जस्तो उहाँ राम्रो अफसर हो दिवेश साहब उहाँलाई एउटै घानमा चाहिँ नि हालियो त्यो चाहिँ दुःख लाग्दो कुरा हो एकदम अब पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो जस्तो अहिले अब एनले भ्रष्टाचार छानबिन बल प्रयोगको कुरामा लोकल एडमिनिस्ट्रेसन कै पूर्ण चाहिँ नि जवाफदेहिता हुन्छ प्रधानमन्त्री गृहमन्त्री जिम्मेवार हुँदैन त्यसमा हैन त्यसमा हैन क्षति त भएको छ त अब उहाँहरुको चाहिँ नि जिम्मेवारीको अंश के थियो त भूमिका के थियो त त्यो त आयोगले निकाल्नु पर्यो नि त हैन घटनाको रिपोर्टिङ हेर्नुस् गृहमन्त्री सम्म पनि भन्दा पनि सीडीओ को प्रत्यक्ष जवाफदेहिता चाहिँ नि गृह सचिवसँग हुन्छ कहिले काहीँ चाहिँ नि गृहमन्त्री प्राइम मिनिस्टर को प्राय जसो सिधै फोन गरेर बुझ्ने एकदम कम हुन्छ मैले चाहिँ नि अनुभवमा मलाई लाग्दैन तर गृहमन्त्रीज्यूको लाई सोध्ने त्यो पनि सिधै सीडीओले भन्दा पनि कहिलेकाहीँ त सीडीओ साहबसँग पनि सम्पर्क हुन्छ तर प्रायसो गृह सचिव लेभलबाटै कम्युनिकेसन चाहिँ नि हुन्छ हेर्नुस् हैन प्रधानमन्त्रीज्यूलाई पनि पूर्व प्रधानमन्त्रीज्यूलाई पनि कसैले अब हेर्नुस् एउटा सल्लाहकार राम्रा हुन्नन् के हेर्नुस् कसैको पनि प्रतिवेदन तयार गर्दा अहिले पनि जुन आयोग बनेको छ नि आयोग यो के रे न्यायिक आयोग यो छानबिन आयोग हो पूर्व न्यायाधीश गौरी कार्की उनी प्राइम मिनिस्टरले आदेश दिए पनि गृहमन्त्रीज्यूले आदेश दिए पनि त्यो आदेशको गोली चलाउने सँग कुनै तादात्म्यता हुँदैन नेताजीहरुले शर्तमाथि शर्त तेर्साउनुहुन्छ भनेर बार्गेनिङ गर्न खोज्नु यो मैले 13-14 दिन अगाडि बोलेको मिडियामा तपाईहरुकै मिडियामा पनि होला बोलेको छु किनभने निसन्देह शंकै छैन उहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष यस्ता मुद्दाहरुमा संलग्नता छ यो कुनै अन्य महत्त्वपूर्ण निर्णय गर्न सक्दैन चुनावी सरकारले भन्ने कुरा पनि आइराछ हेर्नुस् है यो सतहमा आइसक्यो हैन उहाँले पनि भन्नुभयो प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभयो यो सरकार अन्तरिम सरकार भएको हुनाले यसले दीर्घकालीन महत्त्वका विषयहरूलाई सम्बोधन गर्न सक्दैन त्यो यत्रो परिवर्तन हुँदा हैन तपाईले भने जस्तो कुराहरू अगाडि बढी सक्नु पर्थ्यो तर संवैधानिक अडचन पनि छ त्यो पनि सम्भव भएन पूर्व डीआईजी प्रहरी नायब महानिरीक्षक केशव अधिकारी हुनुहुन्छ अधिकारीज्यू नमस्ते यहाँलाई स्वागत हजुर धन्यवाद यो जेएनजी आन्दोलन क्रममा भएको सरकारको जुन ढङ्गको दमन छ त्यो विषयमा चाहिँ एक ढङ्गले अथवा त्यसको भोलिपल्ट जुन ढङ्गले भाद्र 23 गते दमन भयो सरकारको तर्फबाट र 24 गते फेरि प्रदर्शनकारीहरूको नाममा सार्वजनिक सम्पत्तिमाथि ठुलो क्षति भयो त्यो विषयमा छानबिन गर्नको लागि भनेर चाहिँ पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय उच्च स्तरीय छानबिन आयोग बनेको छ र त्यसको 3 महिनाको समयावधि दिइएको छ
अहिले अब अहिले गृहमन्त्री ओम प्रकाश सरायल हुनुहुन्छ जो अधिवक्ता आफैमा कानुन व्यवसाय पनि हुनुहुन्छ उहाँलाई सञ्चारकर्मीहरूले कहिले केपी ओलीलाई कारबाही गर्ने कहिले रमेश लेखकलाई कारबाही गर्ने उहाँहरू त सिधा अब दमनमा उत्रिएको एक ढङ्गले प्रश्न छ भनेर रियाक्टिभ पारिराख्दाखेरि तपाईँको पनि अन्तर्वार्ताहरू निरन्तर आइराखेका छन् ठ्याक्कै त्यो दमनमा को जिम्मेवार हुन्छन् त्यो आदेश कसरी आउँछ ठ्याक्कै पुरोडिया साहब त्यहाँबाट तपाईँले सुरु काठमाडौँ जिल्लाकै शान्ति सुरक्षा राख्ने सवालमा कुरा गर्दा प्रत्यक्ष रूपले जिल्ला सुरक्षा समिति जिम्मेवार हुन्छ त्यसमा त्यसको कसको नेतृत्वमा म भन्दैछु त्यसको नेतृत्व लिन्छ प्रमुख जिल्ला अधिकारीले सिडिओले त्यसपछि सदस्यहरू हुन्छन् काठमाडौँ परिसरको एसएसपी साहब त्यसपछि राष्ट्रिय अनुसन्धानको चाहिँ जिल्लाको प्रमुख नेपाल आर्मीको पनि हुन्छ हैन यी सबै सशस्त्रको हुन्छ सबै जिल्ला सुरक्षा समिति हुन्छ त्यो सुरक्षा समितिको प्रत्यक्ष निर्देशनमा सुरक्षाकर्मीहरूले ल एन्ड अर्डर मेन्टेन गर्छ हैन अब तपाईले भने जस्तो अब अहिले प्रधानमन्त्रीज्यूको नाम गृहमन्त्रीज्यूको नाम निकै चाहिँ नि उचालिएको छ हो अहिलेको यो अवस्था आउनुमा आन्तरिक रूपले उहाँहरूको भूमिका के होला मेरो यो विश्लेषणको विषय होइन किनभने छानबिन आयोगै बन्या छ आयोगले उहाँहरूको भूमिकामाथि कसको भूमिका के थियो हैन निर्देशन को अवस्था के थियो त्यो बेला उहाँहरूले समन्वय कसरी गर्नु भएको थियो त्यो छानबिनको कुरा भयो तर मैले प्रत्यक्ष रूपले ल एन्ड अर्डर मेन्टेनको कुरा यहाँ भन्दैछु त्यसमा चाहिँ नि स्थानीय प्रशासन ऐनले प्रमुख जिल्ला अधिकारीलाई मुख्य पात्रको रूपमा अगाडि सारेको छ हैन गोली हान्ने त्यो त्यो धेरै टाढा कुरा भयो लाठीचार्ज गर्ने पानीको फोहरा हान्ने अश्रु ग्यास हान्ने तपाईको रबर बुलेट हान्ने वार्निङ दिने हवाई फायर गर्ने र अन्तिममा मेटल बुलेट अन्तिममा तपाईको के रे घोडामुनि गोली हान्ने यी सम्पूर्ण आदेश दिने बढी भनेको स्थानीय प्रशासन ऐन 2028 ले प्रमुख जिल्ला अधिकारीलाई त्यो अधिकार दिएको छ भन्छ उहाँको मातहतमा हुन्छ त्यो हैन उहाँको मातहतमा हुन्छ सिधा हेर्दाखेरि प्रमुख जिम्मेवार त काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी तत्कालीन प्रमुख जिल्ला अधिकारी अहिले उहाँ सरुवा भइसक्नु भएको छ अहिले त ईश्वरराज पौडेललाई ल्याइएको छ छवि रिजाल तत्कालीन जो सिडिओ हुनुहुन्छ उहाँ चाहिँ जिम्मेवार देखियो हैन हो अब हेर्नुस् जिम्मेवार मैले यस मानेमा भने कि क्षति भएको छ जिम्मेवार भनेको यस मानेमा कि हामीले नसोचेको क्षति भएको छ भौतिक क्षति भन्दा होनहार युवाहरू मारिएका छन् समेत नेपाल अधिराज्यभरि 74 जना मारिएका छन् जहाँसम्म तपाईले काठमाडौँको कुरा गर्नुभयो काठमाडौँको हकमा चाहिँ नि जिल्ला सुरक्षा समितिको भूमिका के थियो त्यो चाहिँ नि अहम विषय हो जब परिस्थिति सुरक्षाको प्रथम बिन्दुमै देखियो त्यो भनेको के भन्दाखेरि ब्यारिकेड तोडेर जब गए सुरक्षा व्यवस्थापनको प्रथम बिन्दुमै जब कमी देखियो नि त्यहाँबाट यो परिस्थिति उत्पन्न भएको कुनै शंकै छैन भन्नाले प्रदर्शनकारी आन्दोलनकारी कुन हदसम्म गयो भने सेनाले भन्दाले सुरक्षाकर्मीले गोली चलाउने अवस्था आउँछ तपाईले भन्दाखेरि ठ्याक्कै एउटा के हुन्छ भने तपाईको दुईटा अवस्थामा सुरक्षाकर्मीले गोली हान्छ एउटा आत्मरक्षाको लागि सेल्फ डिफेन्सको लागि एउटा चाहिँ नि महत्त्वपूर्ण प्रतिष्ठानहरू आगजनी भयो र व्यक्तिको पनि धनजनको अपार क्षति हुन सक्ने अवस्था छ र भयो हुन सक्ने अवस्थामा रोकथाम हुँदै गर्छ तर अब झन् चाहिँ रोकेर पनि नहुने अवस्था आयो भने त्यो बेलामा त्यो बेलामा कानुनले नै प्रमुख जिल्ला अधिकारीलाई अन्तिम आदेश दिएछ भन्नाले त्यो अब निषेधित क्षेत्र तोड्यो भने पनि गोली हान्न पाउँछ हैन निषेधित क्षेत्र तोड्ने बित्तिकै त गोली त कहाँ हान्छ र पहिला कुरो त त्यो अवस्थासम्म त्यो भिडलाई जानै दिन हुन्न नि निषेधित क्षेत्र भनेको त त्यो त तपाईको एकदम खाली हुनुपर्छ त्यहाँ कुनै मुभमेन्ट हुन दिनै हुन्न त्यहाँ 4-5 जना भन्दा बढी भेला गर्न पाइदैन त्यहाँ
हामीले त्यसको लागि त्यही भएर त भन्छु नि निषेधित क्षेत्र प्रहरीले राख्ने ब्यारिकेड भित्रको एरिया प्रहरीतर्फको एरिया भने त त्यो निषेधित क्षेत्र नै हो नि त्यो त्यहाँतिर अघि बढ्यो भिड प्रदर्शनकारी भए पनि प्रहरीले गोली चलाउन पाउँछ है पाउँदैन त्यो बेलामा किन पाउने प्रदर्शनकारीले ब्यारिकेड चाहिँ नि तोडेर गयो भन्दैमा गोली त कहाँ हान्ने हो र हान्न पाइन्छ प्रारम्भिक स्टेज छ नि प्रक्रियागत चरणबद्ध चाहिँ नि भिड नियन्त्रणका चाहिँ नि प्रक्रियाहरू छन् तपाईँ लाठीचार्ज पहिला त रोक्नुहुन्छ सम्झाउनुहुन्छ हैन माइकिङ गर्नुहुन्छ अब दुर्भाग्यपूर्ण प्रहरी अधिकृत नै बहालवाला प्रहरी अधिकृतहरूले नै भन्नुभएको छ हामीले पनि देख्यौँ माइकिङले पनि त्यो दिन काम गरेन रे हैन यी सबै व्यवस्थापकीय त्रुटिहरू पनि देखिए हैन अब यो किन भयो कसरी भयो त्यही भएर हो कि यो आयोगहरू बन्ने हाम्रो एउटा मानसिकता के छ भने गल्ती भयो जस्तो एउटा अपराधी हेर्नुस् यो महत्त्वपूर्ण छ एउटा अपराधीले कुनै अपराध गर्यो त्यो अपराधीलाई तपाईले सिधै ल्याएर जेलमा हाल्न सक्नुहुन्छ भने यो हावादारी गफ गर्नुहुन्न हेर्नुस् तपाईले कुनै मान्छेलाई मार्नुभयो तपाईलाई मैले समाते मलाई अधिकारै छैन तपाईलाई सिधै जेलमा लिएर कोस्ने अनुसन्धान हुन्छ छानबिन हुन्छ त्यसको पनि चरण हुन्छ किन मारिस प्रत्यक्ष रूपले तैले मारे हो कि कसैको निर्देशनमा सुपारी लिएको थिस् कि अथवा भवितव्य परेको हो कि अर्कोले मार्यो त पनि त्यही थिस् अथवा त्यो मान्छे मानसिक सन्तुलन गुमाएको थियो कि यी सम्पूर्ण प्रक्रिया हुन्छ के हेर्नुस् भन्नाले अहिले चाहिँ माग कस्तो है तत्काल जेल हाल भन्ने छ तर जेल हाल्न पनि मान्छेले आँखा देखेर गोली हानेको रहेछ भने त्यो व्यक्ति के कति दोषी हो भन्ने कुरा अनुसन्धान अथवा अड्डा अदालत नबनेसम्म करेक्ट त्यहाँ जेल हाल्न पाइदैन यही हो सिटिओ साहबको केरवल थियो सिटिओ साहबको आदेश आएपछि परिसरको एसएसपी साहबले आफ्नो मातहतका फिल्ड कमान्डरहरूलाई कसरी निर्देशन दिनुभएको थियो एसएसपी साहबले निर्देशन त दिनुभयो तर फिल्ड कमान्डरहरू आफ्नो दायित्वमा चुके कि मातहतको कर्मचारीहरूलाई जब कि देखिया छ अब सिभिलियनले बुझ्नुहुन्छ कि बुझ्नुहुन्न हामी त बुझ्छौँ त्यहाँ कमान्ड नखस्दै अथवा कमान्ड चाहिँ नि नभएकै अवस्थामा पनि गोली हानेको हो कि खाली मैले शङ्का मात्र भन्नाले त्यहाँ जुन ढङ्गको अवस्था सिर्जित भयो सिडिओले आदेश नदिए पनि त्यहीँको जो कमान्डर हुन्छ उहाँको पनि आदेश प्रहरीले त्यो गोली चलाउनु एउटा कुरो तपाईँले राम्रो सोध्नुभयो अवस्थालाई मध्यनजर गर्दै कतिको त्यो फिल्डमा त्यो प्रहरी अधिकृत आँटिलो छ हैन त्यो प्रहरी अधिकृत कतिको फिल्डमा आँटिलो छ कतिको सहनशील छ कतिको विवेक प्रयोग गर्छ त्यसमा पनि भर पर्छ जस्तो मैले जागिरको दौरानमा धेरै पटक अन्तिम गोली चलाएको छु तर कतिपय अवस्थामा सिडिओ साहबको आदेश बिना पनि मैले गोली चलाएको छु त्यो अवस्था आएको छ दुईटा जिल्लामा त्यही भएर मेरो सिडिओ साहबसँग राम्रो सम्बन्ध भएन किन भन्दाखेरि म फिल्डमा गएँ अहिलेको जस्तो यो सञ्चारको सुविधा थिएन मोबाइल भए तापनि टावर त्यति समाउँथेन हैन अनि मैले सिडिओ साहबलाई खोजेँ त्यही बानेश्वरकै पनि भनौँ न मैले सिडिओ साहबलाई खोजेँ सिडिओ साहब उपलब्ध हुन सक्नु भएन हैन अब भन्नाले कन्ट्याक्ट हुन सकेन केही कारणले गर्दा उहाँ पनि बिजी हुनुहुन्थ्यो होला तत्काल मैले बल प्रयोग गर्नु पर्यो मेरो परिसरको एसएसपीसँग त सम्पर्क छ सेटबाट पनि हुन्छ हैन तर कहिलेकाहीँ के हुन्छ भन्दाखेरि आदेश नआए तापनि गोली चलाउनु पर्ने अन्तिम गोली पनि होइन परिस्थितिलाई नियन्त्रणमा लिनको लागि चरणबद्ध भिड नियन्त्रणका प्रक्रिया हामीले अवलम्बन गर्छौं पुरा गर्दै जान्छ अब सिडिओ साहबसँग त्यो बेला पनि सम्पर्क हुन सकेन र अन्तिम गोली हान्नु पर्यो भने घुँडा मुनिसम्मको गोली चाहिँ नि हामीले आफ्नो विवेकमा पनि हान्छौँ तर त्यसबाट हुने क्षति जनधनको क्षतिबाट चाहिँ जिम्मेवार को हुन्छ सिडिओ हुन्छ तपाईहरु नै फिल्डमा खट्ने कमान्डर नै त्यही मैले भने नि तपाईलाई तपाईले विवेक सम्मत कानुन सम्मत हैन भिड बल प्रयोगको सिद्धान्त बमोजिम कारबाही गर्नु भएको छ भने त्यसलाई सिडिओ साहबले पनि जस्टिफाई गर्छ सहमति दिन्छ सिग्नेचर
गर्दिनु हुन्छ उहाँले जस्टिफाई गर्नु उहाँको दायित्व हुन आउँछ करेक्ट हो धेरै ठाउँमा भएको छ धेरै ठाउँमा नेपाल अधिराज्यका काल अन्तरमा समय अन्तरमा धेरै पटक प्रहरीले सिडिओ साहबको आदेशमा बल प्रयोग गरेको छ आदेश दिँदा पनि नदिँदा पनि बल प्रयोग त भएकै छ त अब यहाँनिर अब जेएनजीका आन्दोलनमा जुन ढङ्गको क्षति भयो सुरुमै 19 जना त्यति बेला अहिले पूर्व गृहमन्त्री तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखलाई तुरुन्त कारबाही गर्नु पर्यो भनेर जिएनजीहरूले माग गरिराखेका छन् ज्ञापन पत्र बुझाएको अवस्था छ होइन बाहिर पनि त्यो सामाजिक सञ्जाल पनि त्यो ढङ्गले आवाज सुनिरहेको देखिन्छ तपाईले देख्दाखेरि चाहिँ जस्तो अब त्यो अघि धेरै कुराहरू अब भिड नियन्त्रणको लागि प्रहरीको पनि चरण हुन्छ होइन कसरी हस्तक्षेप गर्ने भन्ने कुरा तपाईले देख्दा चाहिँ अब गृहमन्त्री र प्रधानमन्त्री थाहै नपाइकन उहाँहरूको जानकारी बिना उहाँहरूको ग्रिन सिग्नल बिना पनि गोली चल्छ अथवा उहाँहरूलाई कतिको जिम्मेवार ठान्नुपर्छ एउटा कुरा हामी स्पष्ट के हुनु पर्यो भने राज्य सञ्चालनको क्रममा उहाँहरूबाट तपाईले भनेका व्यक्तित्वहरूबाट के गल्ती भए इतिहासले त समीक्षा गर्छ नै तर अहिलेको बनेको जुन पूर्व मुख्य न्यायाधीश विशेष अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा बनेको न्यायिक समितिले उहाँहरूको भूमिकालाई लिएर हैन कालान्तरमा उहाँहरूको भूमिकालाई लिएर जुन यो असन्तुष्टि सडकमा देखियो नि त्यसको समीक्षा गर्ला सरकारलाई उहाँहरू पनि यो कारणले जिम्मेदार हुनुहुन्छ है भनेर जिम्मेवारी को दायराभित्र पार्ला उहाँहरूलाई पनि ल मानौँ तर एउटा कुरा हामीले के बुझ्नु पर्यो भन्दा प्राइम मिनिस्टरले आदेश दिए पनि गृहमन्त्रीज्यूले आदेश दिए पनि त्यो आदेशको गोली चलाउनेसँग कुनै तादात्म्यता हुँदैन किनभने स्थानीय प्रशासन ऐनले देशको कार्यकारी प्रमुख गृहमन्त्रीलाई चिन्दैन ओन्ली सिडिओलाई मात्रै चिन्छ अब उहाँहरूको भूमिका के रह्यो है अब हेर्नुस् यो अवस्था आउनुमा उहाँहरूको भूमिका के रह्यो त्यो चाहिँ नि आयोगले निर्क्योल गर्ने विषय हो तर जहाँसम्म चाहिँ नि बल प्रयोगको कुरा छ बल प्रयोगको कुरामा लोकल एडमिनिस्ट्रेसनकै पूर्ण चाहिँ नि जवाबदेहिता हुन्छ प्रधानमन्त्री गृहमन्त्री जिम्मेवार हुँदैन त्यसमा होइन त्यसमा होइन क्षति त भएको छ त अब उहाँहरूको चाहिँ नि जिम्मेवारीको अंश के थियो त भूमिका के थियो त त्यो त आयोगले निकाल्नु पर्यो नि त उहाँहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँहरूको केही निर्देशन थियो कि जबकि स्थानीय प्रशासनले चिन्दैन फेरि उहाँहरूलाई तर पनि कहिलेकाहीँ के हुन्छ भने हामी काम गर्ने सिलसिलामा होइन तपाईको कुनै अलिकति राज्य सञ्चालनमा रहेका महत्त्वपूर्ण व्यक्तिले अनुरोध गरेको भरमा आदेश दिएको भरमा पनि त क्षति चाहिँ नि कुनै महत्त्वपूर्ण व्यक्तिहरूले आदेश दिएको भरमा पनि प्रहरीले कारबाही गर्दा क्षति त भएको छ नि तर उहाँहरू त आधिकारिक व्यक्ति त होइन आधिकारिक व्यक्ति भनेको सिडिओ गोली चल्दै गर्दाखेरि गृहमन्त्री र प्रधानमन्त्रीसम्म त्यो जानकारी नपुगिकन तलतलै त्यो रफादफा होइन घटनाको रिपोर्टिङ हेर्नुस् गृहमन्त्री सम्म पनि भन्दा पनि सिडिओको प्रत्यक्ष जवाबदेहिता चाहिँ नि गृह सचिवसँग हुन्छ मैले जागिरमा देखे अनुसार हामी पनि यस्ता कमान्ड पोस्टमा त बस्यौं नि म पनि धेरै बसेँ हामी सँगै बस्दा सिडिओ साहबले नै चाहे काठमाडौँ होस् कि चाहे मेचीदेखि महाकाली होस् कमान्ड पोस्टले पल पलको रिपोर्टिङ चाहिँ नि सिडिओ गृह सचिवलाई गर्छ के हेर्नुस् पल पलको रिपोर्टिङ मान्छे गृह सचिवसम्म चाहिँ अथवा गृह मन्त्रालयसम्म त्यो जानकारी त्यो चाहिँ नि गृह सचिवले गर्ने कुरा हो हैन कहिलेकाहीँ चाहिँ नि गृहमन्त्री प्राइम मिनिस्टरको प्राय जसो सिधै फोन गरेर बुझ्ने एकदम कम हुन्छ प्राइम मिनिस्टरज्यूहरूले त्यसरी प्रत्यक्ष रूपले चासो राखेको यो गरेको उ गरेको त्यस्तो मैले चाहिँ नि अनुभवमा मलाई लाग्दैन तर गृहमन्त्रीज्यूको लाई सोध्ने त्यो पनि सिधै सिडिओले भन्दा पनि कहिलेकाहीँ त सिडिओ साहबसँग पनि सम्पर्क हुन्छ तर प्रायसो गृह सचिव लेभलबाटै कम्युनिकेसन चाहिँ नि हुन्छ हेर्नुस् अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब त्यो सरकारले चाहिँ सिधै प्रदर्शनकारीलाई ताकी गोली हान्ने आदेश दिएको थिएन भनेर भन्नुभयो स्वचालित हतियारबाट बाहिरबाट घुसपेट भयो र जेएनजीहरूलाई मारे भन्ने हिसाबले उहाँको आशय थियो अब त्यसलाई चाहिँ कतिको सान्दर्भिक मलाई हेर्नुस् एउटा चाहिँ नि बाहिरको पनि एउटा छ के अलि बाहिर एउटा इन्डियन सेक्युरिटीमा काम गरिसकेको एकजना व्यक्ति हुनुहुन्छ
उहाँले पनि धेरै बोल्नुहुन्छ सोसियल साइडमा। उहाँ आफै पनि विवादित व्यक्ति हो। उहाँले पनि अब कुन आधार बनाएर बोल्नुभयो थाहा छैन। के अरे प्रहरीसँग भएको हतियार भन्दा पनि उच्च मार भएको हतियार त्यहाँ प्रयोग भएको छ भन्नुभयो। मलाई त्यस्तो लाग्दैन किनभने यदि त्यस्तो भएको हो भने छानबिनको विषय हो त्यो हैन। नेपालमा पनि तपाईको नेपाल पुलिसको, आम पुलिसको, अझ आर्मीको ब्यालिस्टिक एक्सपर्टहरू छन् जसले चाहिँ नि गोली हैन कुन फायर आर्म्सबाट हानेको हो हैन, कति दूरीबाट हानेको हैन भन्ने कुरा सबै अध्ययन गर्न सक्ने हाम्रो चाहिँ नि ल्याबहरू पनि छ। त्यसमा चाहिँ नि यकिन भइहाल्छ। तर के भन्दाखेरि प्रहरीसँग केही वर्ष अगाडिदेखि अर्ध स्वचालित एसएलआर भनौँ न त्यो हतियार चाहिँ छ। प्रहरीसँग पनि अर्ध स्वचालित हतियार छ। मैले नै सेवानिवृत्त हुनु अगाडिसम्म मैले पनि प्रयोग गरेको थिएँ। केपी ओलीले भनेपछि अलिकति उहाँले आफ्नो बचाउ गर्नको लागि पनि होइन प्रधानमन्त्रीज्यूलाई पनि पूर्व प्रधानमन्त्रीज्यूलाई पनि कसैले अब हेर्नुहोस् एउटा सल्लाहकार राम्रा हुन्नन् के हेर्नुहोस् कसैको पनि सल्लाहकारले आफू चाहिँ नि प्रिय भइराख्नको लागि हुने नहुने कुरा गर्छन् हैन। त्यो चाहिँ नि उच्च ओहदामा रहेको प्रशंसा मात्रै गर्ने महानुभावहरूले फिल्टर गर्नुपर्छ कि हैन। अब उनीहरूले ल्याउँदैनन् आलोचना हुन सक्छ। हो अब उहाँलाई पनि कसैले भनेको हो कि कुनै थाहा छैन मलाई है, मैले नबुझिकन बोल्दिनँ। तर पनि त्यो कुरा चाहिँ नि सत्य चाहिँ नि होइन। हजुर भनेपछि अब समग्र जुन ढङ्गको क्षति भयो जस्तो नेपाल प्रहरी अरू सुरक्षा अब आर्मी बाहेक अरू सबै सुरक्षा अङ्गहरू त गृह मन्त्रालयकै मात्र त हुन्छ। त्यो हिसाबले त त्यो जनधनको जुन क्षति भयो त्यो गृहमन्त्री फेरि प्रधानमन्त्रीको मात्र हुन्छ भनेपछि उहाँहरू जिम्मेवार नहुने कुरा त आएन फेरि होइन। समग्रमा एउटा कुरा भिड नियन्त्रणको सवालमा बल प्रयोगको सवालमा स्थानीय प्रशासन ऐनको फ्रेमभित्र उहाँहरू पर्नुहुन्न। यति चाहिँ उहाँहरूले भोलि भन्नुहुन्छ त्यो त सिडिओको काम हो नि, जायज पनि हो किन उहाँलाई स्थानीय प्रशासनले चिन्दैन। हेर्नुहोस् रेकर्ड त भएको छैन होला। प्राइम मिनिस्टरले बोलेको कुरो गृहमन्त्रीले बोलेको कुरो त कसैले रेकर्ड त गर्दैन, गर्न पनि हुन्न। उहाँहरूले मात्रै होइन कसैले पनि बोलेका कुराहरू रेकर्ड गर्न त हुन्न। तर स्थानीय प्रशासन ऐनले उहाँहरूलाई चिन्दैन। हेर्नुहोस् हजुर अहिले चाहिँ अब काठमाडौँमा जस्तो सिडिओ छवि रिजालको जुन अब त्यति बेला उहाँ नै हुनुहुन्थ्यो, उहाँ बाल रहेको बेला यो घटना घट्यो र उहाँलाई अहिले सरुवा गरिएको छ र उहाँको ठाउँमा ईश्वरराज पौडेल सहसचिव ईश्वरराज पौडेललाई ल्याइएको छ। उहाँको विषयमा पनि एकजना नेपाल प्रहरीकै पूर्व एआइजी दिवेश लोहनीले चाहिँ एकदमै आपत्ति जनाउनु भएको छ। उहाँले ठ्याक्कै के लेख्नु भएको छ भने ल है काठमाडौँमा कार्यरत प्रहरी साथीहरू, मैले जाने बुझेसम्मको सबैभन्दा नालायक भ्रष्ट निकृष्ट अपराधी मनोवृत्तिका फटा तपाईँहरूको सिडिओ भएर आएको छ। यो अनुभवहीन जन्तुले फसाउला है, यसको भर नपर्नु, बचेर काम गर्नुलाई भन्नुभएको छ। यो द्वन्द्वलाई कसरी हेर्नु उहाँहरू बिचको यो त्यो बेला खास के हो? त्यो बेलाको 2 वर्ष भन्दा अलि बढी भयो क्यारे होइन। त्यो बेलाको चर्चित विषय हो यो। त्यही काण्डको एकजना अभियुक्त जेलबाट भागेको थियो, सायद हिजो जेलमा पनि आयो होइन। 33 किलो सुन काण्डको यसमा उहाँ सहसचिवज्यूले त्यो बेला चाहिँ नि प्रतिवेदन त धेरै राम्रो बुझाउनु भएको थियो भन्ने सुनिन्थ्यो, छानबिन गर्नुभएको थियो उहाँको नेतृत्वमा। तर तपाईँले जुन एआइजी साहबको नाम लिनुभयो दिवेश साहब जस्ता व्यक्तिहरूलाई पनि एउटै डालोमा हाल्ने काम भयो। तपाईँले चिन्दा उहाँ सोध्छ सबैकै मान्छे म किन नचिन्नु, उहाँलाई म राम्रो चिन्छु। उहाँ मभन्दा धेरै जुनियर हो। उहाँको म आफू पदमा रहँदासम्म प्रत्यक्ष रूपले उहाँ मेरो कमान्डमा त बस्नु भएन, तर सङ्गठनभित्र भएपछि को सिनियर अफसर कस्तो छ भन्ने चिनिन्छ। उहाँ धेरै राम्रो, दिवेश लोहनीजी राम्रो मान्छे हो। उहाँ सुन तस्करसँग साँठगाँठ गर्ने व्यक्ति नै होइन, राम्रो मान्छे हो है। अब उहाँले ईश्वरी पौडेलजीले जतिसुकै राम्रो प्रतिवेदन तयार गरे तापनि केही राम्रा व्यक्तिहरूलाई एउटै डालोमा हाल्नुभयो के उहाँले। त्यो गलत गर्नुभयो। हजुर त्यो चाहिँ कमजोरी रह्यो है, गलत गर्नुभयो। त्यो कुरा आखिर सफाई पनि उहाँले
पाउनुभयो होइन। त्यसले प्रतिवेदन तयार गर्दा अहिले पनि जुन आयोग बनाएको छ नि आयोग यो के अरे न्यायिक आयोग यो पूर्व न्यायाधीश गौरी कार्की हुने यो आयोगले खुट्टा कमाउन हुन्न हेर्नुस्। यो विगतको जस्तो आयोग होइन यो हेर्नुस् ऐतिहासिक धरोहर जल्या छ। तपाई हामीले न्यायको प्रतीक्षामा बसिरहेको बेला मिसिल जल्या छन्। देशका ठुला ठुला भ्रष्टाचारको काण्डमा र ठुला जघन्य अपराधमा मुछिएका तपाईको नेताजीहरूको फाइल मिसिल सबै डढेको अवस्था छ। त्यो भन्दा पनि महत्त्वपूर्ण विद्यार्थी भाइ बहिनीहरूले शहादत प्राप्त गरेका छन्। अन्य उहाँहरू समेत 74 जना। यो आयोग के अरे भिन्न पृष्ठभूमिको हो। यो आयोगले त्यतातिर पनि गम्भीर भएर चाहिँ छानबिन गर्नुपर्छ हैन। अबोध बालबालिकाहरूको एकदम कम आग्नु हुँदैन हो। एउटा यो अर्को चाहिँ नि तपाईले भने जस्तो उहाँ राम्रो अफसर हो दिवेश साहब। उहाँलाई एउटै घानमा चाहिँ नि हालियो। त्यो चाहिँ दुःख लाग्दो कुरा हो एकदम। अब पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो जस्तो अहिले अब यिनीहरूले भ्रष्टाचार छानबिन भन्नाले अब अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पनि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुभयो होइन बिहिबार मात्रै। उहाँले पनि भ्रष्टाचारका विषयमा अब छानबिन गर्छौँ जस्तो नेताको घरमा पैसाहरू देखेको नगदहरू जिन्सीहरू देखिएको कुराहरू नगदहरू देखिएको कुराहरू आयो। त्यो विषयमा पनि अब हामीलाई छोटो समय पनि यो भ्रष्टाचारका विषयमा धेरै जानकारी आइसकेको छ। छानबिन गर्छु भनिराख्दाखेरि उहाँले त्यो भन्नुभयो। त्योभन्दा केही घन्टा अगाडि मात्रै फेरि माओवादी केन्द्र अध्यक्ष प्रचण्डले चाहिँ भ्रष्टाचारको छानबिनका नाममा दलका नेताहरूलाई जेल कोच्ने षड्यन्त्र हुनसक्छ भनेर भन्नुभयो। यसलाई कसरी हेर्नुभयो तपाईँले? डराउनु भयो उहाँ जनकजी? हजुर प्रचण्डजीले भनेको कुरा जुन तपाईँले बाहिर ल्याउनु भयो नि अहिले यो मैले 2 हप्ता अगाडि बोलेको हो विभिन्न मिडियामा। अब नेताजीहरूले शर्तमाथि शर्त तेर्साउनुहुन्छ भनेर बार्गेनिङ गर्न खोज्नु। यो मैले 13-14 दिन अगाडि बोलेको 2 हप्ता अगाडि बोल्नु मिडियामा। तपाईँहरूकै मिडियामा पनि होला बोलेको छु। किनभने निसन्देह शङ्कै छैन उहाँहरूको प्रत्यक्ष अप्रत्यक्ष यस्ता मुद्दाहरूमा संलग्नता छ। कुनै सन्देहै छैन। एकदम त्यो त म्युजिकल चेयर 3 जनाको लागि मात्र हो। यो रियल गेम खेल्ने हो भने त म्युजिकल चेयर त 10-12 वटा चाहिँ हुन्छ नि सब हटाइयो 3टा मात्रै छ। आज तिमी बस मेरो मुद्दा नबढोस् है भोलि तिमी आऊ यी सम्झौता हेर्नुस् अरु केही पनि होइन। मैले यो नेताजीहरूले बोल्नुहुन्छ भनेर मैले पहिले नै भन्नुभएको थियो भन्नाले अब एक ढङ्गले बार्गेनिङ गर्न खोजेर कि हाम्रो भ्रष्टाचार छानबिन नगर होइन भने हामी तिमीले घोषणा गरेको चुनावमा सहभागी हुँदैनौ भन्न खोज्या हो। यो अप्रत्यक्ष रूपले सन्देश चाहिँ त्यही हो जस्तो लाग्छ मलाई। अप्रत्यक्ष रूपले सन्देश त्यही हो। फेरि अर्को कुरा उहाँहरूले सहयोग नगर्दासम्म निर्वाचन पनि त राम्रोसँग शान्तिपूर्ण सम्पन्न त हुन्न। ठुलो पार्टीहरू हो नि उहाँहरू कांग्रेस एमाले माओवादी ठुलो उहाँहरूले सहयोग नगर्दासम्म तपाईको चुनाव पनि राम्रोसँग सम्पन्न त हुन्न। यो कसैले फुर्ती नलाए पनि हुन्छ। तर प्राइम मिनिस्टर सुशीला कार्की ज्यू प्रति हामीलाई त धेरैलाई चाहिँ विश्वास छ हैन। जुन उद्देश्यको लागि उहाँ सरकारमा आउनुभयो निर्वाचन मात्रै होइन। तपाईले के देख्नु भएको छ उहाँले गर्नु होला त भ्रष्टाचार छानबिन गर्नु होला शीर्ष नेताहरू कानुनी दायरामा आउला कि अथवा के आयोग सहायक बन्दै छ भनेर समय नै छोटो छ हेर्नुस्। 6 महिना न हो। आयोगले त रिपोर्ट दिन्छ त्यसमा शङ्कै छैन। गौरीबहादुर कार्की श्रीमानज्यू पनि मलाई उहाँ पनि साह्रै मन पर्छ कडा स्वभावको। आयोग त अब यो प्रहरीको दमन जेन्जी आन्दोलनको क्षतिको विषयमा मात्रै हो भ्रष्टाचार विषयमा त आयोगै भनेको छैन। मैले भने नि यो आयोग हैन यो यसमा पनि त नेताजीहरुकै संलग्नताको कुराहरू उठिरहेछन् त। तपाईले सुरुमै भन्नुभयो नि देन प्राइम मिनिस्टर देन गृहमन्त्री गृह सचिव सबैको कुरा छ हैन। तर अब लोकल एडमिनिस्ट्रेसन चाहिँ नि फ्रन्ट लाइनमा छ जसले चाहिँ नि आदेश दिन्छ बल प्रयोग गर्ने हैन त्यो कुरा छँदैछ। तर यत्रो क्षतिमा चाहिँ नि कसको के संलग्नताको चाहिँ नि मात्रा के हो भन्ने कुरा त यही गौरीबहादुर कार्की श्रीमानकै आयोगले निकाल्ने हो नि त। त्यसले गर्दा उहाँ चाहिँ कडा स्वभावको पनि हुनुहुन्छ मलाई पनि मन पर्छ उहाँ हैन। उहाँले त राम्रो निष्पक्ष अब अर्को विज्ञान साहब पनि
राम्रो अफसर हो, विज्ञानराज पोखरेल हो, विज्ञान शर्मा, विज्ञान शर्मा, हामी एउटै ब्याचमेट हो है, हो, प्रहरीमा हामी सँगै हो, साथी हो हाम्रो, उहाँ पनि राम्रो हुनुहुन्छ। अर्को अधिवक्ताजीलाई त म चिन्दिनँ, छानबिन समितिमा भएका मान्छे राम्रो छ, राम्रो रिपोर्ट आउला भन्ने छ हो। तर यो भ्रष्टाचारको कुरा छ नि, हेर्नुहोस् अहिले अब यो कुनै अन्य महत्त्वपूर्ण निर्णय गर्न सक्दैन चुनावी सरकारले भन्ने कुरा पनि आइरहेछ, हेर्नुहोस् है, यो सतहमा आइसक्यो होइन। उहाँले पनि भन्नुभयो, प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभयो यो सरकार अन्तरिम सरकार भएको हुनाले यसले दीर्घकालीन महत्त्वका विषयहरूलाई सम्बोधन गर्न सक्दैन। त्यो हिसाबले जेनजी भाइ बहिनीहरू तपाईँहरू पनि मतदानमा भाग लिनुहोस्। जस्तो यो जेनजीहरूलाई पनि समेट्न, अब 79मा 15 वर्ष भएका, अहिले 82मा 18 वर्ष पुगे, 18 वर्ष पुगसाथ मताधिकार प्रयोग गर्न पाउने नेपालको संवैधानिक व्यवस्था छ। त्यो हिसाबले अहिले झन्डै 50 लाख जति मतदाता यो जेनजीहरूको कारण थपिए भन्ने कुराहरू आइरहेको छ। अब त्यसको लागि पनि अध्यादेश मार्फत सरकारले अब एक ढङ्गले उहाँहरूलाई पनि सहभागिता गराउने विषयमा कदम चालिसकेको अवस्था छ। उहाँ अब सुशीला कार्कीले ठ्याक्कै के भन्नु भने तपाईँहरूको जस्तो एजेन्डा थियो प्रत्यक्ष कार्यकारीको व्यवस्था, अब यो चाहिँ यो सरकारले गर्न सक्दैन। यो संविधान संशोधन गर्न चाहिँ आगामी हुने चुनावबाट संविधान संशोधनको एजेन्डा अगाडि बढाउनु त्यही हो। हुने त केही पनि देखिएन नि, होइन हो, एकदम ठिक हो। हामीले सरकार हिजो गठन हुँदा पनि हामीले त सोचेकै यही हो नि, होइन? तपाईँको प्राइम मिनिस्टरज्यूले भन्नुभएको जुन कुरा अहिले तपाईँले भन्नुभयो नि, त्यो त्यही हो, सही कुरा त्यही हो। यो त निर्वाचन अब मेन कुरो चाहिँ नि युवाहरू खास गरेर हिजोका नेतृत्वदायी जेनजी सरी जुन युवाहरू अहिले नेपालको राजनीतिमा अगाडि आउनु भएको छ नि, अब उहाँहरू प्रत्यक्ष रूपले निर्वाचनमा आउनु पर्यो। आजैको मितिदेखि नै माहौल बनाउनु पर्यो, किनभने उहाँहरू भोलि आउनु भएन र भोलि निर्वाचन चाहिँ नि भयो भने मिक्स रिजल्ट हुन्छ। एकमना सरकार त कसैको पनि हुन्न, त्यहीमाथि निर्वाचन प्रणाली कसैको बहुमत र अहिलेका हिजो भनौँ न हटाइएका ठुला दलहरूको त गाउँ लेभलसम्म जनमत छ, उहाँहरू जितेर त आउनुहुन्छ। अहिलेको सङ्ख्यामा सङ्कुचन आउला, यही सङ्ख्यामा त उहाँहरू आउनुहुन्न, त्यो पक्कै हो। तर युवाहरूको चाहिँ नि सहभागिताबाट एकदम बढीभन्दा बढी उहाँहरूको संसदमा प्रतिनिधित्व हुन सक्यो भने बल्ल जेन्युन मुद्दाहरू जुन भ्रष्टाचार जन्य छ, अपराध जन्य छ नि, हो त्यो मुद्दा केही सम्बोधन हुन सक्छ। नभए यही परिस्थितिमा मैले सम्भव चाहिँ नि देख्दिनँ। भन्नाले अलिकति जनदबाव नपुगे, जस्तो प्रत्यक्ष कार्यकारी चाहिँ यही संविधानभित्र संशोधन गर्ने अवस्था लिएर संविधान भन्नाले यो संसद विघटन नगरेर अगाडिकै सांसदहरू मार्फत भन्नाले अघिल्लो संसद अहिले जस्तो विघटन भयो, त्यो विघटन नभएको अवस्थामा जसरी सांसदहरू हुनुहुन्थ्यो उहाँहरूलाई नै दबाब दिएर प्रत्यक्ष कार्यकारीको व्यवस्था ल्याएको भए अथवा प्रत्यक्ष कार्यकारीको व्यवस्था चाहिँ संविधान मार्फत भन्नाले त्यो संसदबाट संशोधन गरेको भए चाहिँ अवस्था फरक हुन सक्थ्यो, होइन? अलिकति जेनजीले पनि आन्दोलन अलिकति भन्नाले दबाब सिर्जना गर्न नसकेको अवस्था हो, उनीहरू आफै एक ढङ्गले धोका खाएको अवस्था हो कि के हो? कसले यत्रो परिवर्तन हुँदा होइन तपाईँले भने जस्तो कुराहरू अगाडि बढिसक्नु पर्थ्यो, तर संवैधानिक अडचन पनि छ, त्यो पनि सम्भव भएन। मैले त्यो पनि सम्भव चाहिँ छैन। तर मैले प्रत्यक्ष रूपले अब के देखेँ भन्दा निर्वाचन पछि नै तपाईको यी युवाहरूले एक धक्का चाहिँ नि दिनुपर्छ, त्यो निर्वाचनबाट दिनुपर्छ। अब नेताजी अहिलेको त पुराना पार्टीहरूको त चाहिँ नि प्रत्यक्ष कार्यकारीमा त जाँदै जान्दैन नि उहाँहरू, उहाँहरूलाई त बानी लगाइसकेका छ अङ्कगणित। तिमी आऊ न यता, तिमी आऊ न आलो पालो उहाँहरूको उहाँहरूको त व्यापार रोममा छ। उहाँ चाहिँ नि प्रत्यक्षमा चाहिँ नि कसरी जालान् उहाँहरू, जानुहुन्न। त्यसले गर्दा अब अहिले बडा पेचिलो विषय छ, हेर्नुहोस् है। अब यो अहिले नै सबै कुरा बोल्न पनि हामीले अलि चाहिँ छिटो हुन्छ, होइन? अब हेर्दै जाउँ। अब नेपाली सेनाले पनि सुरक्षा चुनौती अब दसैँ तिहार लगत्तै फेरि आन्दोलन हुन सक्ने भन्ने हिसाबले आकलन गरेको कुराहरू आइरहेको छ।
तपाईँले चाहिँ कसरी देख्नु भएको छ यो भन्नाले 25 कार्यकालको विषयलाई लिएर नि खोइ हामीले त केही पाएन भनेर अलिकति जेएनजीभित्र कतिपय युवाहरूभित्र निराशा छाइरहेको अवस्थामा फेरि आन्दोलनको अर्को चरण आउन सक्ने सम्भावना देख्नु यो निराशा जनकजी कसरी आयो भने स्वाभाविक हो। यो निराशा कसरी आयो भन्दा सुरुमा जब जेएनजीले आन्दोलन सुरु गर्यो नि यो राज्य व्यवस्थासँग सम्बन्धित कुनै पनि कुरै थिएन, न त संविधान संशोधन न त प्रत्यक्ष कार्यकारी हैन, कुनै थिएन नि, केही पनि थिएन। शुद्ध के थियो, पहिलो बुदा त अरु सुकै जेसुकै होस्, पहिलो बुदा त यही रिलिज सामाजिक सञ्जाल पहिलो बुदा त्यही थियो। त्यसपछि सुशासन भ्रष्टाचारका कुराहरू जोडिए। यो राज्य सञ्चालनको कुराहरू त तपाईको थिदै थिएन। उनीहरूले त सरकार त माग गरेको थिएन, के पनि थिएन। अब उनीहरूलाई पनि असमञ्जसमा चाहिँ नि परेका छन् के। अब वात जनताको चाहिँ नि महत्त्वाकांक्षा, जेएनजीको महत्त्वाकांक्षा, युवाको महत्त्वाकांक्षा अब चाहिँ नि के भयो, पलट खायो के। हिजोको जुन माग थियो त्यो मागको ठ्याक्कै विपरीत अहिले माहौल चाहिँ क्रिएट भयो। उच्च अदालतले चुनावै राख्ने आदेश गर्यो। उच्च अदालत त्यहाँको उच्च अदालत केही आदेश आएको छैन, सरी उच्च अदालतमा पनि रविको विषयमा फाइल छ, तर त्यहाँ चाहिँ जेएनजीको नाममा चाहिँ त्यहाँ पुरै अब रविकै फाइल सहकारीकै फाटोमा 3मा जलाइयो भन्ने कुरा आयो। यो हिसाबले रवि लामिछानेले निर्देशन गरेको भने जस्तो तरिकाले त भन्नाले त्यो समाचारको आशय त त्यस्तै देखिन्छ, तर यसमा चाहिँ कतिको जिम्मेवारी हुन्छ यो त रवि लामिछानेलाई घाटा लाग्ने विषय पनि होला। कसरी हेर्नुभयो यो समाचार? रवि लामिछानेजी मात्र हैन, अन्य नेताहरू को फाइल पनि जलाइयो, अन्य नेताको पनि फाइल जलाइयो। अहिले सबै नेताका उनीहरूले युवाहरूले केही पाएका छन् कि छैनन् थाहा छैन मलाई, तर अन्धभक्त के एकदमै देवत्वकरण गरेका छन्। रविजीलाई पनि थाहा छ कि छैन मेरो फाइल जलिरहेछ, अन्य नेताहरूलाई पनि थाहा छ कि छैन मेरो फाइल जलिरहेछ, तर अन्धभक्तहरूले जलाएर हिँडेका छन्। यो त जम्मै भिडियो फुटेज संकलन हुँदैछ, यी सबै कारबाहीको दायरामा त आउँछन्, हेर्नुहोस् हैन आउँछन्। तर एउटा के भन्दाखेरि एउटा भ्रम चाहिँ नि के सिर्जना नहोस् भने म पनि अब कानुनको विद्यार्थी नभए तापनि कानुनका ठेलीहरूसँग मैले पनि संगत गरे भएर मुद्दाका पक्ष विपक्षबाट न्यायालयले डकुमेन्टहरू माग गर्न सक्छ, पक्ष विपक्षका चाहिँ नि वकिलबाट माग के अरे त्यो कागज पत्रहरू माग गर्न सक्छ, डिजिटल रूपमा पनि कलेक्सन हुन सक्छ, जिल्ला अदालत छ तपाईको। अहिले पनि मैले सुने अनुसार मेरो एकजना उच्च व्यक्तिसँग कुरा भएको थियो, महान्यायाधिवक्ताको कार्यालयमा सरकारवादी फौजदारी मुद्दाको सबै चाहिँ दुरुस्त छ, बिग्रिया छैन त्यहाँ पनि हैन। जिल्ला अदालतबाट आउँछ, विभिन्न मुद्दाको सम्बन्धमा एक कार्यालयले अर्को कार्यालयसँग पत्राचार गरेको मान्छे कहिले कहिले त्यसको जानकारी सूचना भइहाल्छ, त्यो आत्तिनु पर्दैन, त्यो डरायो नष्ट भयो भनेर त्यो गाह्रो। भोलिको दिनमा फाइल पुरानै अस्तित्वमा चाहिँ आउँछ, त्यसमा दुई मत छैन, खालि सुनुवाई दुर्भाग्यपूर्ण ढिलो हुन्छ। हजुर, रवि लामिछाने विषय अर्को कुरा गर्दा हिजो केपी ओलीले त्यो सरकार हुँदाखेरि एक ढङ्गले रवि लामिछाने सहकारी ठग्ने हो भन्ने हिसाबले बोल्नु भएको थियो, तर अहिले त अब यही सुशीला कार्की जो पूर्व प्रधान न्यायाधीश नै मन्त्री बन्नु भएको छ, प्रधानमन्त्री बन्नु भएको छ, उहाँले त रवि लामिछाने अलिकति राति झङ्गै पारियो भन्ने हिसाबले पनि अलिकति उहाँलाई अलि बढी अन्याय गरेको अलि पेलिएको हो कि भन्ने हिसाबले पनि उहाँले कुरा गर्नुभयो। अलिकति उहाँको मुद्दा सहजीकरण हुने अथवा भनौँ न सरकारको नेतृत्व फरक हुँदा चाहिँ तपाईँ पूर्व प्रहरी वरिष्ठ अधिकृत भइसकेको हुनाले अनुसन्धानमा पनि अलिकति फरक पर्ने त्यो किसिमको हुन सक्छ सक्दैन? केही पनि हुँदैन, अनुसन्धानको चरण त सिद्धिसक्यो, अनुसन्धान चरण त सिकिसक्यो, अहिले त अदालतको क्षेत्रभित्र मात्रै पर्यो, अब खालि अदालतको भर्डिक्ट मात्र आउन बाँकी हो। त्यसमा प्राइम मिनिस्टरको भूमिका जिरो हुन्छ, त्यहाँ उहाँले के पनि अब हिजोका दिनमा अहिलेको तर सरकारबाट अनावश्यक मुद्दामा अहिले पर्ने सम्भावना चाहिँ अब हुँदैन होला है, हुँदैन, त्यो चाहिँ फरक हुन्छ भने जस्तो अहिलेको प्राइम मिनिस्टरले हिजो पूर्व प्रधान न्यायाधीशको हैसियतमा रविजीको बारेमा बोल्दा के भनेको हुन पर्छ भने एउटै अदालतलाई मुकाम बनाएर जस्तो भैरवा यहाँ उहाँ किन उसलाई सार्दै लगेको उहाँले भन्न खोजेको त्यो हो जस्तो लाग्छ। एउटै पोखरालाई नै अथवा चितवनलाई नै मुकाम बनाएर सबै अन्य जिल्लाको अनुसन्धान अधिकृत र सरकारी वकिललाई ती ल्याएर बयान लिने, यो गर्ने उ गर्ने, सरकारले चाहेको भए सक्थ्यो है मुकाम एउटै डोर मुकाम जस्तो। भन्नाले अघिल्लो सरकारले अलि रविलाई दुःख दिएको कुरा चाहिँ उहाँले पनि त्यो ढङ्गले बुझ्नुभयो हैन, त्यो ढङ्गले जस्तो
माओवादीको द्वन्द्वको बेला तपाईँ म कहाँ जान सक्थ्यौँ र घटनास्थलमा? हामी जाँदै जान्थेनौँ नि। ज्यानको सबै व्यक्तिहरूलाई, बुझ्नुपर्ने व्यक्तिहरूलाई, बयान लिनुपर्ने व्यक्तिहरूलाई, कागज गराउनु पर्ने व्यक्तिहरूलाई, बकपत्रको लागि अदालतमा झिकाउनु पर्ने व्यक्तिहरूलाई हामी जिल्लामै बोलाएर सबै काम गर्थ्यौँ के। त्यो गर्न सकिन्थ्यो। अब खैर त्यो पार्ट पनि सिद्धियो होइन। अब अदालतको निर्णय चाहिँ कुर्नुको विकल्प छैन। हस्, अब यहाँको पनि अलिकति स्वास्थ्यमा समस्या छ। यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छु र यो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँहरूलाई पनि विजयादशमीको शुभकामना।